हेलो एन्ड वेलकम ब्याक साथीहरु। आजको यो भिडियोमा मैले सोलो लेभलिङ एनिमेको एपिसोड नम्बर 11 एक्सप्लेन गर्न जाँदैछु। सो ढिलो नरकिन आजको यो भिडियो एक्सप्लेनेसन यही स्टार्ट गरौँ। लास्ट एपिसोडमा हामीले जिनुले योसँग मिलेर कयौं डन्जनमा रेड गर्न गएको र आफ्नो लेभल बढाएको अनि अन्तिममा एउटा जब चेन्ज क्वेस्ट पाएर त्यसलाई सल्भ गर्न आफ्नो जीपमा बसी कतै गइरहेको देखेका थियौं। अब एपिसोड 11 को स्टार्टमा हामी जिनुलाई शहरबाट अलि पर जंगलमा आएको देख्छौं। असलमा उसले यहाँ त्यही जब चेन्ज क्वेस्ट वाला मिसन गर्न आएको हुन्छ र मनमनै म लेभल 40 मा पुगेपछि मैले यो क्वेस्ट पाएको छु। यो भन्दा अगाडि म दुईटा डन्जनमा गएको थिए जसलाई मैले चापीबाट खोलेको थिए र यसको साथसाथै मैले पेनाल्टी क्वेस्ट र अर्जेन्ट क्वेस्ट गरेको छु। तर यो पहिलो चोटी सिस्टमले डाइरेक्टली मलाई यस्तो क्वेस्ट दिएको छ कि यो अरु पहिलाको भन्दा अलग हो र अनि झन् यसलाई त मैले आफूले मन लागेको बेला स्टार्ट नि गर्न सक्छु, जसको मतलब यो पक्कै गाह्रो हुनेछ र त्यही भएर यो क्वेस्टमा मैले दामी स्किल नि पाउन सक्ने छु। सो त्यही भएर मलाई स्ट्रङ बन्न यो क्वेस्ट पूरा गर्नै पर्छ सोच्छ र अब जिनुले त्यो क्वेस्टलाई एक्सेप्ट गरिदिन्छ, जसले गर्दा अब उसको अगाडि एउटा ठूलो गेट खुल्न थाल्छ। यतिबेलै जिनुलाई आफूले डेली क्वेस्ट कम्प्लिट गर्न भुलेको कुरा याद आउँछ, तर मनमनै चल केही छैन म फर्केर आएर त्यसलाई पूरा गरौँला त नि सोच्छ र गेट भित्र छिर्छ र यतिबेलै हामी यो डन्जनको बोस उसकै वेट गरिरहेको देख्छौं। अब यता हामी योलाई आफ्नो बाबासँग लन्च गरिरहेको देख्छौं। यतिबेला यहाँ उसको दाइ जिनसुङ आउँछ। यता अब जिनु त्यो ठाउँमा पुग्दा उसले अब यहाँ पोशन्स र फुल रिकभरी स्किल्स युज गर्न पाउने छैन भनेर नोटिफिकेसन आउँछ र हामी यो नि थाहा पाउँछौं कि उसले डन्जनलाई क्लियर नगरिकिन बाहिर पनि उ जान सक्ने छैन। अब यतिबेलै जिनुको अगाडि एउटा नाइट अट्याक गर्न आउँछ, जससँग लड्नको लागि जिनुले आफ्नो इन्भेन्ट्रीबाट ड्यागर निकाल्छ। अब नाइट जिनुलाई अट्याक गर्न स्पिडमा उतिर बढ्छ। जिनु पनि स्पिडमा मुभ गरेर उसलाई अट्याक गर्छ, तर यहाँ जिनुले आफ्नो अट्याकको नाइटमाथि केही पनि असर नपरेको देख्छ। अब यहाँ नाइटले फेरि जिनुलाई अट्याक गर्छ, तर जिनुले उसको त्यो अट्याकलाई डज गर्छ र फेरि आफ्नो ड्यागरबाट नाइटमाथि अट्याक गर्छ। तर अब जिनुले नोटिस गर्छ कि नाइटको त त्यो कडा आर्मरलाई उसको ड्यागरले चिर्नै सकिरहेको हुँदैन। सो अब यस्तो हार्ड स्किन या भनौं शिल्ड देखेर जिनुलाई आफू त्यो स्नेक मोन्स्टरसँग लडेको फाइट याद आउँछ, जसमा उसँग हतियार नहुँदा पनि त्यस्तो स्ट्रङ साँपको आर्मरलाई हातले फाडेर मारिदिएको थियो। सो अब जिनुले यहाँ पनि यही गर्न थाल्छ र नाइटलाई समाएर टुक्राउन खोज्छ र यो कुरामा उ सफल पनि हुन्छ, जसले गर्दा यो नाइट अब त्यही मर्छ। यहाँ अब जिनुले मनमनै मैले यो नाइटलाई अट्याक गर्न आफ्नो ड्यागरको एउटा फ्याटल स्ट्राइकलाई वेस्ट गरिदिए, तर यो ठाउँमा न त मेरो इन्जुरी न त म्याजिकल पावर रिकभर हुनेछ सोच्छ र हामी देख्छौं कि यहाँ अझै नाइटहरु जिनुमाथि अट्याक गर्न आउँछन्। अब यता योको बाबाले योको दाइलाई तिमीहरुले बनाउन थालेको नयाँ गिल्डको तयारी कस्तो छ भनेर सोध्नुहुन्छ। यहाँ अब योको दाइ जिनसँगले म त्यही काममा लागिरहेको छु, तर कोरियाको यस र्याङ्क हन्टर चाहिन र मिनले मेरो अफर रिजेक्ट गरिदिएका छन्, तर यसले मेरो प्लानमा केही फरक पर्ने छैन। हामी यो पाली विदेशी यस र्याङ्क हन्टरसँग नेगोसिएट गर्दैछौं र म ढुक्क छु हामीले उनीहरुलाई अलि बढी पैसा दियौं भने उनीहरु हाम्रो लागि काम गर्नेछन्। अनि यो मलाई थाहा छ तिमीले आफै केही सिक्रेटमा गर्दैछौ, किनकि तिमीले हालै कयौं सी र्याङ्क गेटहरु किनेको कुरा मैले थाहा पाएँ। यो मजा गर्नको लागि यो सबै किनेको भने ठीक छ, तर तिमी ध्यान राख्नु तिमी मेरो बाटोमा नआउनु, नभए म तिमीलाई पनि छोड्ने छैन भन्छ। यहाँ अब योले मनमनै मेरो दाइलाई मसँग भएको हन्टर जिनु कति स्ट्रङ छ भन्ने थाहा छैन, म जिनुको पावरबाट धेरै कुरा पाउन सक्छु सोच्छ। अब यता जिनु चाहिँ टन्नै नाइट्सहरुलाई आफ्नो हातले टुक्राएर हराउँदै हुन्छ। यतिबेलै अब आफ्नो अगाडि भएको नाइट्सहरु मरेपछि जिनुले आरामको सास लिन्छ र यतिबेलै जिनुले आफ्नो पछाडी केही फिल गर्छ र त्यसमाथि अट्याक गरिदिन्छ र एक्चुअलमा त्यो नाइटले स्टिल्थ स्किलको युज गरेर लुकेर अट्याक गरे हुन्छ। अब केही नाइट्सहरुसँग स्टिल्थ स्किल नि छ थाहा पाएर जिनु दङ्ग पर्छ। अब यहाँ म्याजिक हन्टरहरु नि हुन्छन् जसले जिनुलाई फायरले अट्याक गर्दै हुन्छन्। जिनुले यो सबैलाई हेर्दै आखिर यो कस्तो ठाउँ हो, यो सबै लडाईबाट मैले अहिलेसम्म लडेको सबै फाइटको झलक देखिदैछ, यो क्वेस्ट त मैले सोचेको भन्दा नि हार्ड छ। सो त्यही भएर मैले यी सबैलाई हराउन आफ्नो फरक एबिलिटीलाई युज गर्नुपर्ने छ। नाइट्सलाई हराउनको लागि म स्ट्रेन्थ युज गर्न सक्छु, एसासिनलाई हराउनको लागि पर्सेप्सन, ममा धेरै स्ट्रेन्थ भएन भने नाइट्सलाई हराउन सक्ने छैन र त्यो चक्करमा मेरो पर्सेप्सन धेरै कम भयो भने म एसासिन्सहरुलाई पनि डिटेक्ट गर्न सक्ने छैन। तर यहाँ यी सबै मध्ये सबैभन्दा मेरो लागि प्रब्लम हुने भनेको यी म्याजिक युज गर्ने बिस्ट हुन्, किनकि यिनीहरुलाई हराउन मसँग धेरै इन्टेलेक्ट चाहिन्छ, तर मैले मेरो इन्टेलिजेन्स स्किलमा धेरै पोइन्ट इन्भेस्ट गरेको छैन, जसले गर्दा मैले आफूलाई म्याजिकल पावरबाट राम्रोसँग डिफेन्ड गर्न सकिरहेको छैन। तर अब म थाक्दै पनि गइरहेको छु, सो मैले यो फाइटलाई चाँडै इन गर्नुपर्ने हुन्छ सोच्छ। यता अब हामी यस र्याङ्क हन्टर चोइलाई देख्छौं, जो चाहिँ आफ्नो टिमसँग जेजु आइल्यान्डमा अट्याक गर्न जानको लागि तयार हुन्छ। अब यता जिनुले सारा मोन्स्टरहरुलाई हराइदिन्छ र यसले गर्दा उसले रिवार्ड्सहरु पाउँछ, जसमा उसले आर्मरहरु पनि पाउँछ जो चाहिँ शरीरमा लाउँदा देखिदैनन् र यसले जिनुको मुभमेन्टलाई पनि केही असर गरिरहेको हुँदैन। सो अब जिनु यी आर्मरले गर्दा अलि बढी पावरफुल हुन्छ। जिनुले मैले यहाँ केही आइटम्स र कोइन पनि पाएको छु र मेरो थकाइ पनि मेटिसकेको छ, सो अब मलाई नेक्स्ट स्टेजमा जानुपर्छ सोच्छ र अब जिनु एउटा ठूलो ढोका नजिक पुग्छ। मलाई यहाँ थाहा छैन यो ढोकाको अर्कोपट्टि कतिको स्ट्रङ अपोनेन्टले मेरो वेट गरिरहेको छ र किनकि म उसलाई नहराइकिन यहाँबाट निक्लिन सक्ने छैन, सो मसँग उसलाई हराउनु बाहेक अरु कुनै अप्सन पनि छैन। सो म यो ढोका खोल्छु सोच्छ र यो ढोका खोल्छ, तर यतिबेलै उसलाई त्यहाँ भित्रबाट एउटा पावरफुल फिलिङ महसुस हुन्छ, जुन फिल गरेर यो त सेम डबल डन्जनमा फिल गरे जस्तै छ सोच्छ र त्यसपछि उ त्यहाँ भित्र जान्छ, जसपछि त्यहाँ जताततै आगो बोलेर उज्यालो हुन थाल्छ र अगाडि एउटा राजाको गद्दी हुन्छ र अब त्यसलाई डिफेन्ड गर्न त्यहाँ आउँछ एउटा नाइट जसको नाम हुन्छ इग्रिस अफ ब्लड रेड र जसलाई देखेर
जिनुले मनमनै मेरो सारा शरीर डरले गर्दा काँपिरहेको छ र मलाई यहाँ डबल डन्जनमा फिल भएको कुरा महसुस हुँदैछ। सो यो हो नाइट कमान्डर इग्रिस। यो भनेपछि त्यति पावरफुल छ अनि झन् यसको नाम डार्क रेड कलरमा लेखिएको छ, यानी यसको लेभल म भन्दा धेरै नै बढी छ। अब यससँग लड्दा मेरो के हुन्छ होला सोच्छ। अब जिनुले ड्यागर लिएर रेडी हुन्छ। सो नाइट इग्रिसले पनि आफ्नो सर्ट उठाउँछ र अति स्पिडमा जिनुलाई हमला गरिदिन्छ, जुन अट्याक अति नै पावरफुल हुन्छ। तर जिनु धन्न उसको अट्याकबाट बच्छ र डराउँदै उसले त पिल्लरलाई त्यति इजिली काटिदियो सोच्छ। यति बेला इग्रिसले जिनुलाई अट्याक गरी पर फ्याँकिदिन्छ र फेरि स्पिडमा उसलाई अट्याक गर्न जान्छ, जसलाई जिनुले डज गर्छ, जसले गर्दा जिनुको पछाडिको सारा वाल त्यही टुक्रिहाल्छ। जुन कुरा देखेर जिनुले ऊ त स्ट्रङ मात्र होइन, ऊ त अति फास्ट नै छ सोच्छ। अब फेरि इग्रिसले जिनुलाई अट्याक गरी फेरि लडाइदिन्छ र फेरि अट्याक गर्न आउँछ। तर यति बेला जिनुले फेरि उसको अट्याकबाट बच्छ र उसले यति भारी आर्मर लगाएको हुँदा पनि ऊ यति फास्ट मुभ कसरी गर्न सक्छ सोच्छ र इग्रिसमाथि हमला गर्न जान्छ। तर जिनुको अट्याकले इग्रिसलाई केही असर पनि भइरहेको हुँदैन। यति बेला जिनुले आफ्नो ड्यागरले इग्रिसको आर्मरलाई चिर्न नसकिरहेको देख्छ। यति बेला इग्रिसले आफ्नो सोर्डबाट जिनुमाथि सिधै पावरफुल अट्याक गरिदिन्छ। यहाँ जिनुले अति फास्ट रियाक्ट गरेर आफ्नो ड्यागर युज गरी उसको अट्याकलाई रोकिदिन्छ। यहाँ जिनुको ड्यागरले बल्ल बल्ल होल्ड गर्दै हुन्छ र यति बेला इग्रिसले जिनुलाई पर फ्याँकिदिन्छ। चाहे म र उसको स्पिड सेम भए पनि म उसको पावरलाई फेस गर्न जति स्ट्रङ छैन र मेरो ड्यागर पनि उसको आर्मरलाई चिर्न सक्दैन। सो के म यसलाई हराउन सक्छु होला र? ऊ मैले सोचेको भन्दा नि बढी पावरफुल छ। हुन त मैले उसलाई ड्यागर बिना हराउन सक्छु जस्तो त लाग्दैन, तर पनि मैले अरू कुनै उपाय सोच्न सकिरहेको छैन। म उसलाई यसरी नै ड्यामेज दिन सक्छु सोच्छ र हामी देख्छौँ कि जिनुले आफ्नो ड्यागर इन्भेन्ट्रीमा पठाउँछ र खाली हात लड्न रेडी हुन्छ। अब यति बेला जिनुलाई खाली हात देखेर इग्रिसले पनि आफ्नो त्यो सोर्ड त्यही जमिनमा धसाउँछ र आफ्नो पछाडि राखेका अरू सोर्ड पनि त्यही तल फ्याँकिदिन्छ। यानी इग्रिस पनि बराबरीको मुकाबला गर्न चाहन्थ्यो। यो देखेर जिनुले मनमा नै तिमी मलाई कमजोर सोचिरहेछौ होला होइन, सो त्यसो भए आउन त सोच्छ। यति बेला यता हामी हन्टर एसोसिएसनको प्रेसिडेन्ट र उलाई देख्छौँ जो अलि बेरसम्म काम गर्दै हुन्छन् र यति बेला प्रेसिडेन्टलाई हन्टर चोएको कल आउँछ, जसलाई प्रेसिडेन्टले सो के तिमीहरू जानको लागि तयार छौ भन्नुहुन्छ? हो सर, हामी जान तयार छौँ, तर सुरुमा तपाईँ यो कुराको लागि मानेको भएर म थ्याङ्क यू भन्न चाहन्छु। मैले यो मान्नु नै पर्थ्यो किनकि तिमी हरेकपल्ट मिडियासँग कुरा गर्दै जेजु आइल्यान्डकै कुरा निकाल्ने गर्थ्यौ। सो पब्लिकले त्यो घटना अझै पनि भुलेको छैनन्। सो मैले यो डिसिजन लिनु पर्यो। म त यहाँ जे भइरहेछ त्यसैको फ्लोमा चलिरहेको छु। सो तपाईँको मतलब कि उनीहरूले पछि यसको लागि हामीलाई दोष दिने छैनन् र तपाईँलाई नि समस्या पर्ला नि त? म यसको लागि तयार छु। तिमीहरू आफ्नो ख्याल राख्नु। जेजु आइल्यान्ड साँच्चै धेरै खतरनाक छ। मलाई यसको बारेमा थाहा छ सर। हामी बस त्यहाँ गएर एउटा सानो अट्याक गर्छौँ जसबाट हामीलाई त्यहाँ भएका इनेमीको स्ट्रेन्थ थाहा हुनेछ। मेरो लागि हामीले त्यति बेला सुरु गरेको जेजु आइल्यान्डको थर्ड ब्याटल अझै इन्ड भएको छैन। अब यता हामी फेरि क्वेस्टमा देख्छौँ जहाँ इग्रिसले जिनुलाई हमला गरिदिन्छ र लगातार जोड-जोडले पछाड्दै हुन्छ र लगातार पन्च पनि हान्दै हुन्छ। यहाँ जिनुले आफ्नो हातले उसको पन्चहरूलाई ब्लक गर्न खोज्दै हुन्छ र पछि इग्रिसबाट बचेर अलि पर गएर म यति बेला डिफेन्स गर्दै थिएँ, तर त्यही नि मैले आफ्नो हेल्थको 500 पोइन्ट्स गुमाएँ क्या हो। धन्न त्यही नि मैले यो आर्मर लगाइरहेको छु, किनकि मैले उसको अट्याक डाइरेक्टली आर्मर बिना लिएको भए पार म अहिलेसम्म मरिसक्थेँ होला। उसँग त सोर्ड बिना पनि फिजिकल पावर नि कडा छ, ऊ त अति पावरफुल छ। सो यति मैले उसको स्ट्रेन्थलाई म्याच गर्न सक्दिनँ भने मैले मेरो स्पिड उसको भन्दा बढी गर्नुपर्छ सोच्छ र अब जिनुले आफ्नो ड्यास स्किल युज गरी आफ्नो स्पिडलाई झनै बढाउँछ र इग्रिसमाथि लगातार हमला गर्न जान्छ। यहाँ इग्रिसले त्यही नि जिनुको अट्याक रोक्न सकिरहेको हुन्छ, तर जिनुले आफ्नो फुल पावर लगाउँदै अट्याक गर्न खोज्छ। तर हामी देख्छौँ कि जिनुले अझै पनि इग्रिसलाई राम्रोसँग छुन समेत सकिरहेको हुँदैन र यति बेला इग्रिसले जिनुलाई लात्ता हानेर पर फ्याँकिदिन्छ र फेरि अट्याक गरी उसलाई जमिनमा पछाडिदिन्छ। तर हामी देख्छौँ कि जिनुले अझै हार मानेको हुँदैन र उसले लगातार इग्रिसलाई हमला गर्न खोज्दै हुन्छ र यही क्रममा इग्रिसलाई एउटा दामी किक हान्न सफल हुन्छ र कि मैले उसलाई ड्यामेज गर्न सफल भए सोच्छ। तर उल्टै यहाँ इग्रिसलाई झन रिस उठ्छ र उसले जिनुलाई धोबी कुट्न थाल्छ, जुन हामी स्क्रिनमा देख्न सक्छौँ। अब इग्रिसले जिनुलाई यताउता पछार्न थाल्छ र जिनुलाई 1 सेकेन्डको लागि पनि फ्री छोडिरहेको हुँदैन र अन्त्यमा एउटा पावरफुल किक हानेर जिनुलाई पर फ्याँकिदिन्छ, जसले गर्दा जिनु त्यो गद्दीमा पुग्छ र यहाँ उसको हालत अति नै नराम्रो भइसक्यो हुन्छ। यति बेला इग्रिस फेरि जिनुको नजिक जान्छ र आफ्नो सोर्डलाई त्यही समन गर्छ र जिनुको सिधै टाउकोमाथि अट्याक गर्छ। तर अचानक हामी देख्छौँ कि जिनुले आफ्नो हातबाट उसको सोर्डलाई समाउँछ र यो चाहिँ जिनुको हातमा भएको आर्मरले गर्दा सम्भव भइरहेको हुन्छ। अब यो सोर्डलाई समाउँदै जिनुले म अझैसम्म हारेको छैन भन्दै चिच्चाएर उसको सोर्डलाई पर फ्याँकिदिन्छ र यति बेला आफ्नो इन्भेन्ट्रीबाट अर्को हातमा ड्यागर समन गर्छ र सिधै इग्रिसको आँखामा हमला गरिदिन्छ, जसले गर्दा इग्रिसलाई ठुलो चोट लाग्छ। यति बेला फेरि जिनुले इग्रिसलाई समाएर जोडले वालमा धकलिदिन्छ र फेरि आफ्नो ड्यागरलाई आफ्नो हातमा समन गरेर उसको घाँटीमा हानिदिन्छ। तर हामी देख्छौँ कि त्यो अट्याक त्यति भित्र गहिरोसम्म गएको हुँदैन। सो जिनुले त्यो ड्यागरलाई झन घुसाइदिन्छ र यहाँ अब मोटिभेट भएको जिनुले पुरै पागल भए जस्तै गरी इग्रिसलाई हान्न स्टार्ट गर्छ र अन्तिममा ड्यागरलाई इग्रिसको घाँटीको आरपार गरिदिन्छ, जसले गर्दा अब जिनुले इग्रिसलाई हराउन सफल भएको हुन्छ। अब जिनुले रिलिफ महसुस गर्दै यो साँच्चै निकै खतरनाक थियो, म त्यहाँ लकी थिएँ, नभए म उसलाई हराउन सक्थेन। इग्रिसको स्ट्रेन्थ, स्किल र एक्सपिरियन्स तीन कुरामै ऊ मभन्दा बढी हायर लेभलमा थियो। सो यति मैले केही गल्ती गरेको भए म अहिलेसम्म मरिसक्थे सोच्छ र यति बेलै उसले 4वटा डिफ्रेन्ट रिवार्डहरू पाउँछ, जसमा उसले 1.5 मिलियन गोल्ड कोइन पाउँछ। सेकेन्ड रिवार्डमा उसले इग्रिसको हेलमेट पाउँछ, जुन चाहिँ एस र्याङ्क आइटम हुन्छ र यसको साथसाथै अरू इक्विपमेन्ट पाउँछ, जसले उसको फिजिकल ड्यामेजलाई 15% कम गर्नेछन् र उसको स्ट्रेन्थलाई 20% बढाइदिनेछ। अब अर्को रिवार्डमा उसले रुलर्स एन्ड स्किल भएको स्टोन भेट्छ,
जसले गर्दा उसले कस्तो स्किल पाउँछ उसलाई नै थाहा हुँदैन। सो म यसलाई पछि हेरौँला भन्छ र अन्त्यमा उसले टेलिपोर्टेसन स्टोन पाउँछ, जुन देखेर जिनुले मैले यति बेला टेलिपोर्टेसन स्टोन किन पाएको, के यो क्वेस्ट अझै सकिएको छैन र मैले त यसको बोसलाई मारे त सोच्छ। यति बेलै अब हामी देख्छौँ कि त्यहाँ अचानक कयौं गेटहरू एकैचोटि खोलिन थाल्छन् र यति बेलै जिनुले एउटा नोटिफिकेसन पाउँछ जसमा तिमी यहाँ जति बेरसम्म सर्भाइभ गर्न सक्नेछौ त्यति नै तिमीले एडभान्स पोइन्ट पाउनेछौ, जसले गर्दा तिमी हायर र्याङ्कमा पुग्नेछौ लेखेको हुन्छ। र अब हामी देख्छौँ कि त्यहाँ फेरि कयौं नाइट्सहरू सँगै आउन थाल्छन्। जिनुले यिनीहरूलाई देखेर यति यी सबै इग्रिस जस्तै भयो भने त म त केही सेकेन्डको लागि पनि टिक्न सक्ने छैन, तर मलाई यहाँ इग्रिसबाट आएको पावरफुल अराको फिलिङ आइरहेको छैन, यानि यिनीहरू त्यति पावरफुल छैनन्, तर त्यही पनि यिनीहरूको क्वान्टिटी अति बढी छ सोच्छ। अब यता हामी हन्टर चोई र उसको टिमलाई चपरमा बसेर जेजु आइल्यान्डको लागि निक्लेको देख्छौँ। यता अब जिनुले यिनी नाइट्सहरूलाई मार्दै हुन्छ र मैले यिनीहरू जतिजनालाई मारे पनि उनीहरू त्यो गेटबाट लगातार आइरहेका छन्। सो यो क्वेस्टमा म यहाँ कति समयसम्म टिक्न सक्छु टेस्ट गरिनेछ। सो सायद म यिनीहरूबाट लुक्दा नै ठिक हुन्छ होला सोच्छ र आफ्नो स्टिल्थ स्किल युज गरी त्यहाँ लुक्न थाल्छ। तर हामी देख्छौँ कि इनेमी म्याजिक अपोनेन्टले उसलाई फेला पारिहाल्छ र उसको स्टिल्थ स्किललाई नै हटाइदिन्छ, जसले गर्दा नाइट्सले जिनुलाई देख्न थाल्छन् र फेरि उसमाथि हमला गरिदिन्छन्। अब जिनुले फेरि उनीहरूसँग लड्न थाल्छ, तर यति बेलै एउटा नाइटले उसको ढाडमा अट्याक गरिदिन्छ, जसले गर्दा जिनुलाई चोट लाग्छ। अब जिनुले त्यो नाइट्सलाई हराउँछ र कति समय बितेछ सोचेर टाइम हेर्दा बल्ल 5 मिनट भएको हुन्छ। जिनुले सिट बल्ल यति थोरै समय बितेछ र अब मलाई यहाँ खतरा हुनेछ, सो म यहाँ यो टेलिपोर्टेसन स्टोन युज गर्छु सोच्छ। तर यति बेलै एउटा नाइट अट्याक गर्न आउँछ र त्यो स्टोनलाई जिनुलाई हानेर तल खसालिदिन्छ र अब सबै नाइट्स मिलेर चोटिल जिनुलाई अट्याक गर्न आउँदै हुन्छन् र यो एपिसोड यही इन हुन्छ। अब सिजन 1 को फाइनल एपिसोड सन्डे आउनेछ। त्यो भिडियो तपाईले सोलो लेभलिङको प्लेलिस्टमा गएर सन्डेबाट हेर्न सक्नुहुनेछ। थ्यांक्स फर वाचिङ, टेक केयर एन्ड सी यू सुन।